देखाउँदिन बेला 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 ए यस्तो होइन त बेला 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 केटाकेटी हो यति मजाको मोमो बनिँदैछ यहाँनिर चाहिँ न तम्पा बिगार्नेले बिगाइ छैन के छ यही यसले चाहिँ मेरो भिडियो काट्यो यो चाहिँ हो खै यो के मम्मीले मेरो भ्लगमा चाहिँ एकदम नहोस् है पुरा भुइँभरि त्यो खोटा खोटामा आलुराको मम्मी चिया हुँदैन बहिनी चिनी सादा हुन्छ हुन्छ के पर्दैन यहाँ मेरो नि यहाँ के हो यो त मैले बनाएकै ओइ बनाएको अरे मैले बनाएको पर्खाउ चाहिँ अब अहिले चाहिँ अब के हो मान्छे त सानो उठिदिनुहोस् न तपाईँलाई मैले दुईटा ज्यादा दिन्छु छोड्नु काट्लेको गाइसहरूको त भरि आउँछ है तपाईँको पेपर चाहिँ पुरा अटेरी रहेछ उडी गयो डन्ठाले थिच्दिनु नि जुन एकखेप भेट्यो भने कतिवटा चाहिँ भेटाएको के यस्तो भयो होला मैले पनि भेटेँ थिएँ लामोबाट कि मैले उक्लेको होला ए त्यो होला कि मैले त्यो सानो त्यो यसै उठेको भेटाएको थिएँ नु बनाउनुहोस् है कसले बनाउँछ अरे कस्तो दामी भयो है यस्तो मात्रै बनाउँछु म त्यो हेलो गाइस भने बनाउँदिनँ खाइला गाइस हेलो आज चाहिँ हामी दिदी बहिनी भेट भएको छौँ हजुर यो जङ्गलमा है यो चाहिँ यहाँ सबै खुजुलीको पेडहरू मात्रै छ हेर्नुहोस् न खुजुली पेड भनेको चाहिँ अब नेपालीमा चाहिँ है चिलाउनेको बोट या चाहिँ हिन्दीमा चाहिँ खुजुली है अनि इङ्ग्लिसमा चाहिँ इचिङ पेड यहाँनिर अब हाम्रो एक दुईजना दिदी बहिनीहरू होइन अलिकति बाहिर गएर बसेर आयो भने चाहिँ यहाँ अब है अलिकति खुजुलीको पेडहरू भन्छ नि त त्यो भएर है यस्तो जिन्दगी इट्स विथ नेम साङ्गेश्वर भनेर लगाइ ला खै उयो भएन अर्कै र तपाईँसँग त हुन्छ